नमाना लाज त्यस्तरी के सुन्छ जिन्दगी मेरो के सुन्छ जिन्दगी मेरो हामी चाहिँ निस्किसक्यौँ अब अफिस जान्छौँ सामान रिसिभ गर्ने त्यस पछाडि चाहिँ मुभ अन हुने हाम्रो लोकेसनमा कोमाले चाहिँ हामीलाई आँप दिनु हुँदैछ सबैले अनिवार्य खानु परेन सामान प्याकिङ गरिसक्यौँ अब निस्किने हो दाइहरूलाई चाहिँ हामी उता फाल्गुनन्द चोकमै भेट्छौँ आफ्टर सम वेट दाइ अनि भाइ बहिनीहरूलाई चाहिँ हामीले फाल्गुनन्द चोकमा रिसिभ गर्यो त्यस पछाडि दुईजना चाहिँ अटोमा जाने भयो हाम्रो गाइजहरू चाहिँ गइसक्यो हामी पनि जाँदैछौँ Our first shoot location थियो as Panjang Resort, which is located in beautiful Chapeti. All set. अब चाहिँ हाम्रो सुट सुरु हुन्छ गाइजहरू पछाडि आउनु हुँदैछ हामीले चाहिँ सुरुमा चाहिँ त्यो यहाँ तल खोलाको सर्ट लिम भन्ने प्लान भयो सो मुभ अन हुँदैछौँ यहाँ तल अहिले चाहिँ हामी यहाँ स्न्याक्स लिइरहेको छौँ अहिले चाहिँ हामी लोकेसन चेन्ज गरेर अर्को ठाउँ जान्छौँ होला After a short break, we moved to our second location, Saduoli. Shoot सुरु गरेको थियौं तर weather suddenly changed. It started raining. अहिले चाहिँ हामी नेक्स्ट लोकेसनमा आइसक्यौँ यु क्यान सी यो चाहिँ साधुहोलीको यता ब्याक साइडपट्टि हो एन्ड अब चाहिँ हामी यहाँ सुट गर्न लागिरहेछौँ ठ्याक्कै अहिले चाहिँ वेदर भन्नुपर्दा चाहिँ पानी पर्यो अनि अहिले रहिरहेछ अब चाहिँ हामी यहाँ खिच्ने प्रोसेस गरिरहेछौँ अब चाहिँ सिद्धान्त दाइ अन फ्रेम हाम्रो गाइजहरू यहाँ हुनुहुन्छ अलि समयपछि पानी रोक्यो एन्ड हाम्रो सुट फेरि सुरु भयो तर त्यसपछिको वेदर त टु मच हट एन्ड यु क्यान सी हाम्रो यहाँ सुट भइरहेछ पानीको माथि बसिरहेछु म चाहिँ सो हाम्रो फ्रेममा चाहिँ हुनुहुन्छ गाइजहरू टु मच गर्मी है You can see guys, कत्रो जुगा क्या यहाँ चाहिँ लास्ट गर्मीहरू हामी चाहिँ यता शीतलमा बसिरहेछौँ अनि संयोग चाहिँ After wrapping up at Saduoli, we headed towards Radra Beach for our next shoot. हेलो गाइज हामी चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ हामी साधुहोलीमा छौँ देख्न सक्नुहुन्छ उहाँ यता पर हुनुहुन्छ उहाँहरू चाहिँ अनि हाम्रो बहिनी हुनुहुन्छ हाम्रो मनिष भाइ एकदम ह्यान्डसम भाइ अनि पोखरीमा चाहिँ अब हाम्रो सबै सकेर अर्कै स्पोर्टतिर जाँदैछौँ कुरोले यस्तो बनाइदिएको छ हालत बहिनीको होइन ल कटेर बोकेर हामी चाहिँ आएको होइन उहाँ चाहिँ हामीलाई पर्खेर बसिराख्नु भएको छ हामी पनि अब घर लाग्यौँ युट्युब चाहिँ उहाँको हो तर मैले आज उहाँको क्यामेरा क्याप्चर गरेँ सो हामी चाहिँ फेरि अर्को स्पोर्टमा आइपुगेछौँ पुल छोडेर हामी यो स्पोर्टमा आइपुगेछौँ कहाँ हो भने ए भाइ त क्या कर रहे ओहो सो त्यही हामी जोङ्ग्रीमा छौँ आजको सुट चाहिँ सकिसक्यो अहिले चाहिँ हामी जोङ्ग्रीमा छौँ यहाँ चाहिँ एक दुईवटा फुटेजहरू खिच्यौँ त्यस पछाडि अब प्याकअप दाइहरूको यहाँ थोरै सर्ट सिल्स बनाइदिने एन्ड देन अवर गाइज आर इटिङ हियर कस्तो छ स्न्याक्स गाइजहरू खाएकै पो छैन रहेछ यस्तै रहेछ मेरो
It was really a fun and productive day. We enjoyed a lot, captured some amazing moments, and most importantly, learned something new. Big thanks to our entire team for the hard work and beautiful collaboration. आउँछु भनेपछि त अब चाहिँ हाम्रो प्याकअप